मुजुल्कामा हामीले स्पष्ट रूपमा सीसीटीभीमा देखिएको कुराहरू, स्थानीय प्रत्यक्षदर्शी देखेको कुराहरू, यो दुर्घटना तीव्र गतिको कारणले भएको छ भन्ने स्थानीयले भन्नुभएको छ। त्यो कुराहरू उल्लेख गरिएको छ। यो समूहमा आएका मोटरसाइकलहरूको सम्पूर्ण अनुसन्धान हुनु पर्यो भन्ने मृतकका आफन्तहरूको र स्थानीयहरूको भनाइ छ। त्यो कुराहरू पनि हामीले मुजुल्कामा राखेका छौँ र स्थानीयहरूको केही कुराहरू उठेको थियो। स्थानीयको कुरा के उठेको थियो भने यहाँ लापरवाहीपूर्ण तरिकाले टिपरहरूले कुदाउँछन्, मोटरसाइकलहरू कुदाउँछन्। यसलाई कन्ट्रोल गरिदिनु पर्यो, प्रहरीले यसलाई सूक्ष्म रूपमा हेरिदिनु पर्यो, गम्भीर रूपमा लिनु पर्यो भन्ने कुरा छ। त्यसमा हाम्रो ध्यान आकर्षण भएको छ र गर्छौँ पनि। र यो सवारी दुर्घटनाको अनुसन्धानको सन्दर्भमा हामीले मृतकको आफन्तहरूसँग हामीले यसका प्रोभिजनहरू, कानुनी आधारहरू के हुन्छन् भन्ने सम्बन्धमा स्पष्ट बताएका छौँ। हजुरहरूलाई पनि त्यो कुरा निवेदन गर्न चाहन्छु। सवारी दुर्घटनामा 3वटा दफाहरू हुन्छन्। एउटा 161 को 1 भन्छ सवारी तथा यातायात व्यवस्था ऐनको 161 1 चाहिँ के भन्छ भने सवारी साधन चाहिँ हतियारको रूपमा प्रयोग भएर मार्ने उद्देश्य लिएर गएर कसैलाई खिचिदियो, मारिदियो भने कर्तव्य ध्यान गर्यो वा सोसराउ हुन्छ। अर्को 161 को 2 भने के हुन्छ भने लापरवाहीपूर्ण तरिकाले चलाएर, अत्याधिक गतिमा, तीव्र गतिमा चलाएर, अपनाउनु पर्ने सावधानी नअपनाएर भएको दुर्घटना। यसमा चाहिँ 10 वर्षसम्म कैद हुन्छ। त्यसै गरी अर्को चाहिँ हुन्छ सावधानी अपनाउँदै पनि दुर्घटना हुने। कहिले तपाईँ हामीले पनि त्यो गर्न सक्छौँ। त्यो चाहिँ फरक केस हो। यो चाहिँ तपाईँहरूको प्रत्यक्षदर्शीको भनाइअनुसार र सीसीटीभी फुटेज हेर्दाखेरि यसमा लापरवाही भएको भन्ने खालको ठम्याइ छ। यसलाई हामीले मात्रै बुझेर हुँदैन। हामीले यो दुर्घटना गराउनेहरूले हिजो अस्तिका गतिविधिहरू र आज आउँदै गर्दाका गतिविधिहरू सम्पूर्ण सङ्कलन गरेर मिसिनमा राख्छौँ र हामीले सम्मानित अदालत समक्ष यो दुर्घटना लापरवाहीपूर्ण तरिकाले नै भएको थियो भनेर सम्मानित अदालतलाई बुझाउने किसिमले मिसिन तयार गर्छौँ। र त्यो तयार गरेको मिसिन हेर्न पाउने हजुरहरूको अधिकार हो। स्थानीयले पाउनुहुन्छ, जाहेरवालाले पाउनुहुन्छ, मृतकका आफन्तहरूले पाउनुहुन्छ। तपाईँ हामी सँगै बसेर अनुसन्धान गर्ने भन्दै गर्दाखेरि सबैजना कन्भिन्स हुनुभएको अवस्था छ। अहिलेसम्म तपाईँहरूले हामीलाई प्रहरीको काम कारबाही कस्तो हुन्छ भनेर हामीलाई परिचय गर्दै हुनुहुन्थ्यो अथवा हामीलाई पनि जाँच गर्दै हुनुहुन्थ्यो। मलाई लाग्छ अहिले यति भन्दै गर्दा मात्रै हामी पूर्ण अनुसन्धान गरिसकेका छैनौँ। यो मिसिन अनुसन्धान हुने 24-25 दिन लाग्छ। तपाईँहरू एउटा जनप्रतिनिधि हुनुहुन्छ, त्यसै गरी मृतकका आफन्तहरू हुनुहुन्छ। तपाईँ हामी सँगै बसेर यो मिसिन चाहिँ हामीले लापरवाहीपूर्ण तरिकाले नै अनुसन्धान भएको भन्ने टुङ्गोमा पुर्याउनलाई तपाईँले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ। अबको हाम्रो काम भनेको चाहिँ के हुन्छ भने यो सवारी दुर्घटना गराउने मोटरसाइकल चालकका आफन्तहरू अहिले महाराष्ट्र प्रहरी वृत्तमा बोलाइएको छ। उहाँहरूसँग मृतकका आफन्तहरू कुरा गर्न चाहनुहुन्छ। त्यसैले गर्दाखेरि अब त्यसको लागि फेसिलिटेसन गर्नुहुन्छ भन्ने कुरा हामीले बुझेका छौँ। धन्यवाद।